त्यो चाहिँ आजको हाम्रो झन्डी डाँडाको यात्रामा राजु भाइ र केशव हाम्रो बाइकमा आउँदैछन्। कृष्ण भाइले उहाँ बाटो हेर्दैछन्, कतै बाइकलाई तान्नुपर्ने हो कि भनेर राजु रोकिए। आज चाहिँ हाम्रो झन्डी डाँडाको यात्रा नयाँ वर्षको उपलक्ष्यमा आधी बाटोसम्म चाहिँ बाइक ल्यायौँ। त्यस पछाडि हाम्रो अर्जुनजीले बाइक जाँदैन भन्ने कुरा गर्नुभयो र हिँडाइ हुँदैछ होइन। हामी हेर्दै जाँदैछौँ। यो चाहिँ आन्तरिक पर्यटनलाई प्रवर्धन गरौँ भन्ने कुरा हो होइन केटा हो। बाटो यस्तो छ होइन, हिँड्दैछौँ। हिँड्नै नजान्ने साँच्चै भन्यो भने हिँड्नै नजान्ने भइसकेका छौँ नि त हामी। जस्तै ताल पर थोरै टोइलेट अलिकति टाढा छ भने टोइलेट पनि बाइकमा जाउँ भन्ने कुरा हुनसक्छ। हाम्रो बाटो यहाँ राम्रो। माथि चढ्यो अर्जुन, माथि चढ्यो। यो बाटो यस्तो रहेछ नि त, चिप्लिन्छ नि त, बाटो मात्र छ। चढ्दाखेरि त ठिकै थियो कि हामी त्यहाँदेखि चाहिँ आयौँ। बाइक त्यहीँ डिलमा राख्यौँ हामीले। बाइक त्यहीँ राख्यौँ, ओर्लिन त समस्या छैन। हामी चढ्दैछौँ। आजभन्दा 4-5 वर्ष अगाडि चाहिँ हिँडेको थियो। बाटो ठिकै थियो। पानी आइदिएर भए पनि अलिकति हराभरा भए जस्तो देखिन्छ, नभए त छैन। सबैभन्दा सुरक्षित जङ्गलको बिचमा बाइक राखिएको छ माथि, केही फरक पर्दैन। हाम्रो लागि जङ्गल हो तर अरूको लागि घर पनि छन्। अहिलेलाई पनि छैन, छेउछाउमा छैन। बाटो यस्तो छ। हाम्रो जङ्गल मान्छे अगाडि धेरै हुन्छ। आज क्लियर छ है केटा हो, तलपट्टि माथिबाट राम्रै भ्यू देखिन्छ भन्ने हाम्रो अपेक्षा छ। माथिको डाँडामा पुग्नु छ। यो त हामी 15-25% मात्र हिँडिरहेको छौँ होइन। हात त गल्दो रहेछ त्यहाँ, कसरी बनाउँछन् यार। 2 घन्टाको हिँडाइ पछाडि बल्ल त्यहाँ चौतारा देखिँदैछ। हाम्रो लागि बस्ने ठाउँ। केटाहरू एकदम उत्साहित छन् बस्नलाई, आउने भइयो भनेर। खानेकुरा पाउँछ पाउँदैन होइन, खानेकुरा त अब खोज्नु पर्छ। केटाहरू कन्दमूल। राजु हामीलाई करिब 2 घन्टाको हिँडाइ पछाडि थाकेको अवस्थामा राजुले हामीलाई खानेकुराको लागि रुखको जराहरूबाट कन्दमूलहरू खोज्दै हुनुहुन्छ। उहाँ लिएर आउनुभयो। राजु सर, सुरुमा तपाईँको टेस्ट कस्तो छ यसको? म चाहिँ यहाँ गलेर होइन, गलेर सुतेको अवस्था। एकदम शुद्ध हनी छ यहाँ। यहाँ हामी आधी घन्टाको रेस्ट गर्छौँ कि पुग्दैन? आधी घन्टा 1 घन्टा त बस्नुपर्छ। 1 घन्टा त बस्छौँ भन्ने हाम्रो यहाँ बहुमत भएको छ होइन। अब निस्क्यो म त समझिन होइन। अब 1 घन्टा त बस्नुपर्छ। 1 घन्टा बस्नुपर्छ भन्ने छ भाइको कुरो। राजुले अब यो ट्याक्क रस दीर्घ मिलाएर पढुन्जेलसम्म हामी बस्छौँ। त्यस पछाडि हामी हुन्छौँ होइन। जसले बनाउनु भएको हो होइन, उहाँलाई धेरै धेरै धन्यवाद दिन चाहन्छौँ होइन। करिब 3 घन्टाको हिँडाइ पछाडि हामी जिल्ला ताप्लेजुङ मेहेले गाउँ विकास समिति सुबाङ वडा नम्बर 1 बस्ने श्री नन्द राईको छोरा साइलो दत्त बराईको विक्रम सम्वत 1997 6 महिनामा जन्म भई हाल 70 1 महिना 11 महिना 22 गतेका दिन असामायिक निधन भएकोले उहाँको स्मृतिमा माइला छोरा बुहारी र सपरिवार
को तर्फबाट यो फलैँचा निर्माण गरिएको हो भन्ने हामीले यहाँ पढ्न पायौँ। जानकारीका लागि लगभग यो हाम्रो 2 घन्टाको हिँडाइ पछाडि यहाँ बस्न पाएको छौँ। एउटा पानीको धारोको पनि व्यवस्था गराइदिए यहाँको स्थानीय पालिकामा। जङ्गलमा यो बाघ भालु होइन एकदम डरमर्दो हुन्छ। हात्तीसँग डराउनु साथी हो, मेरो पछाडि आएर लुक्दा हुन्छ। यो माथिको डाँडो बाहुबलीको सिङमा अर्जुन चढ्नु भएको होइन। अर्जुन चढेको चाहिँ पत्याउनु पर्छ हामीले।